हेलो एभ्रिवान, नमस्ते। दिस इज सुनिल। आज मलाई मनमा लागेको कुरा एउटा गर्न मन लाग्यो। हाम्रो समाजमा अहिले जेएनजी मुभमेन्ट पछाडि आएको परिवर्तनमा देखिरहेको कुरा एउटा स्पष्ट मलाई मनमा लागेको कुरा के भन्दाखेरि पुरानो र अत्यन्तै धेरै भ्रष्ट भए यसमा कसैको फरक मत छैन जस्तो मलाई लाग्छ। त्यो सँगसँगै जेएनजीको एउटा मुभमेन्टले ल्याएको परिवर्तनले आत्मसात गर्छु भन्ने नयाँ पुस्ता अथवा नयाँ राजनीतिक दल अथवा नयाँ राजनीतिक पार्टीहरू पनि मैले देख्दाखेरि अलि अस्पष्ट। भन्नै पर्दाखेरि पुरानो भ्रष्ट भयो, नयाँ अलि अस्पष्ट। त्यस कारणले अलिकति हामीले स्थिर भएर अथवा आफूलाई नै एकपल्ट चाहिँ सोचेर यो पल्ट चाहिँ अलिकति यो राजनीतिक परिवर्तनलाई, यो राजनीतिक मुद्दालाई अलिक फरक तरिकाले पनि हेर्नुपर्ने हो कि भन्ने टाइपको पनि म आफूले कहिले सोचिरहेको छु। किन भन्दाखेरि हामी यो जेएनजी भन्ने अथवा जेएनजीको मुभमेन्ट भनेको चाहिँ मलाई लाग्छ भने कुशासनको, भ्रष्टाचारको, व्यथितिको विरुद्धको थियो। तर अलिकति भाषा अहिले चाहिँ के फरक भइरहेको मैले देख्छु भने जेएनजी मुभमेन्टको अथवा जेएनजीलाई जसले अपनत्व लिन्छ, जुन चाहिँ नयाँ छ त्यसले चाहिँ हामीले जसरी भए पनि त्यसलाई सपोर्ट गर्नुपर्छ, त्यो चाहिँ ठिक छ भन्ने खालको पनि अहिले त्यो खालको न्यारेसन पनि अलिकति क्रिएट भएको देखिन्छ। जेएनजी भन्ने बित्तिकै सबैको भावना, सबैको मत मिल्छ भन्ने छैन। त्यो पनि यो राजनीतिक प्लेटफर्ममा आइसकेपछि त मान्छे पिच्छेको विचार, आफ्नो सिद्धान्त र आफ्नो धारणा फरक हुन सक्छ। त्यस कारणले मैले भन्न चाहेको कुरा चाहिँ के हो भने पुरानो भ्रष्ट भइरहँदा नयाँ अलिकति क्लियरली भिजन, मुद्दा, सिद्धान्त र एजेन्डासँग चाहिँ आउनुपर्ने जरुर मैले देख्छु। यसो भनिरहँदाखेरि कतिपय साथीहरूले फेरि भन्नुहुन्छ नयाँ पार्टीहरूले तैँले विरोध गरिस् होइन, अथवा झोले प्रवृत्ति देखाइस् भन्ने टाइपको पनि भनिराख्नु भएको हुन्छ। तर मेरो त्यो भावना, त्यो आशय पनि होइन। हामीले नयाँलाई समर्थन गरिरहँदाखेरि, नयाँलाई हामीले सपोर्ट गरिरहँदाखेरि अबको न्यू जेनेरेसन चाहिँ सांसदको रूपमा हामीले पाइरहँदाखेरि उनीहरूलाई पनि स्पष्ट बनाएर ल्याउनु चाहिँ जरुरी छ है भन्ने मेरो आशय मात्र हो। त्यस कारणले पुरानो सँगसँगै नयाँलाई पनि रचनात्मक तवरले आलोचना सहितको आफ्नो धारणा राखेर दिएर उनीहरूलाई पनि स्पष्ट राजनीतिमा आफ्नो विचार राख्न लगाउने सम्मको काम चाहिँ हामीले गर्नुपर्छ जस्तो लाग्छ। थ्याङ्क्स फर वाचिङ।